नेपालको एक सुन्दर गन्तव्यहरूमध्ये नेपालीहरूको मात्र नभए विदेशी पर्यटकहरूको पनि मनमा बस्न सफल भएको यो हो मनाङ। मनाङ भन्ने बित्तिकै नेपाली तथा विदेशी पर्यटकहरूको सोचमा झट्ट तिलिचोताल, थरङ्ला पास र अन्नपूर्ण सर्किट जस्तो निकै फेमस भएको ट्रेकहरू सोचमा आउने गर्दछ। तर मनाङमा त्यति मात्र नभई धेरै जसो मानिसहरूलाई थाहा नै नभएको सुन्दर गन्तव्यहरू पनि लुकेर बसेको रहेछ। त्यसमध्ये पहिलो नम्बरमा पर्ने एकदमै सुन्दर जङ्गलहरूको बीचमा बसेको ग्रिन लेक, दोस्रोमा 500 वर्षभन्दा पनि पुरानो चट्टानहरूको माथि मन्दिर भएको ब्राका गाउँ, तेस्रोमा मिलेरेप्पा गुफा। करिब 1000 वर्ष पहिला एकजना महायोगी गुरु शिकार खेल्दै आउने क्रममा मिलेरेप्पासँग यही ठाउँमा भेट भएर महायोगी गुरुले शिकार त्यागेर धर्मको बाटो अपनाउँछु भन्दै तपस्या गर्नुभएको गुफा, अर्थात् एक जुनीमै बुद्धत्व प्राप्त गर्नुभएको ठाउँ। त्यति मात्र नभई यो ठाउँमा 11th सेन्चुरीतिर टिप्टेन मङ्कहरू कालो जादु मतलब ब्ल्याक म्याजिक पावरको लागि मेडिटेटिङ गरिने ठाउँ। ब्ल्याक म्याजिक पावर प्राप्त गरिसकेपछि उनीहरूको शरीर पुरै हरियो र डरलाग्दो रूपमा परिवर्तन हुने भन्ने कुराहरू यो ठाउँको साइनबोर्डमा स्पष्टसँग लेखिएको छ। र चौथोमा 4600 मिटरको उचाइमा बसेको, चारैतिर ठुला ठुला पहाडले घेरेको र अगाडि ठुलो हिमाल देख्न सकिने निकै नै सुन्दर ताल आइस लेक। यसपालि त्यही सुन्दर गन्तव्यहरू खोज्दै म निस्के एक्लै सुनौलो खोजीको लागि मनाङ। हेलो एन्ड गुड मर्निङ सबैजनालाई। सुनौलो खोजीको पहिलो एपिसोडमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ। सो अहिले चाहिँ बिहानको 5 बजे ट्याक्क रुमबाट निस्केर अहिले चाहिँ म लोड्से मलतिर जाँदैछु, किनभने बेसी सहरतिर जानको लागि लोड्से मल अगाडि चाहिँ टन्नै जिपहरू पाइन्छ। हिजो नै बुक गरेको थिएँ मैले। सो त्यही हो, अहिले बेसी सहर जाने गाडी चाहिँ बिहान लोड्से मलबाट 5:50मा निस्किन्छ भन्ने छ। सो त्यही हो, रमाइलो गर्दै जाऊँ। लेट्स सी लोड्से मल है त। गाडी चाहिँ हो टक्क टिकट काटेर जस योभन्दा अगाडि चिलिसो जाने बेलामा चाहिँ टक्क तिहारको बेला परेर होला 1000 लिन्थ्यो, अनि अहिले चाहिँ 745 छ पर पर्सन टिकटको। सो त्यही हो, गाडी पनि जाने बेला भयो। लेट्स सी द रोड एन्ड सी यु बेसी सहर है त। हाई एभ्रिवान, अहिले चाहिँ ट्याक्क 10:30 बजे यहाँ सुम्लिनटार भन्ने ठाउँमा आइपुग्यो। इट्स टाइम फर खाना टाइम। तर मलाई पनि एक्ज्याक्ट थाहा छैन अब यहाँबाट अझै कति टाइम लाग्छ भन्ने कुरा, किनभने बाटोको कन्डिसन त्यस्तै छ। सो खानासाना खाएर अनि अगाडिको ट्रिप स्टार्ट गर्छौँ। सो सी यु मनाङ। Hi everyone, I am here now in बेसी सहर। ट्याक्क अघि भर्खर आइपुगेँ, 140मा आइपुग्यो। जस गर्मी चाहिँ वाइल्ड छ। हिजो नै मैले दाइलाई जिपवाला दाइलाई अगाडि कल गरेर बुक गरिसकेको थियो पिसाङसम्मको, जुन पहिला म तिलिचो आउने बेलामा पनि त्यही जिपमा आएको थियो। त्यही भएर सजिलो भयो, कन्ट्याक्ट नम्बर हजुरहरूलाई पनि म नम्बर छोडिदिन्छु उहाँ दाइको। सो त्यही हो, अब यहाँ एकैछिन लाइट खाजा खाने अनि त्यसपछि
अगाडितिर बढ्ने पिसाङतर्फ लगभग लाग्छ होला 5-6 घन्टा नै टन्नै लाग्छ होला लेट्स इन्जोय द ट्रिप एन्ड सी यु मनाङ खाजासाजा खाएर यहाँ बसेको पर्खाइमा अघि खाजा खाएर 1 घन्टा जति भइसक्यो बसेर बसेको अलरेडी बुक भएकोहरू पनि लेट आयो आज त्यही माथि झन् माथि प्रब्लम भएको छ अरे यो लमजुङ र मनाङको ट्याक्क हुन्छ नि बोर्डर साइड भनौँ न त्यहाँनिर पुग्दा चाहिँ ठुलो ढुङ्गा खस्या छ अरे के पहिरो गएको टाइपको झन् रात नै पर्ने 9-10 बज्छ जस्तो लागिसक्यो मलाई बेसी के हुन्छ झन्झन गाह्रो हुँदैछ तर केही छैन सबै कुरा एउटा एक्सपिरियन्स हो रमाइलो गर्नुपर्छ अब यहाँबाट चाहिँ मेरो ट्रेक यस्तो बवाल हुन्छ रमाइलो एकदम बवाल के जस पोहोर साल पनि यस्तो रमाइलो गर्दै गएको टक्क जिप पछाडि बसेर अनि मजाले त्यो हुन्छ नि खोला नाला होइन अनि पहाड हिमालहरू सब हेर्दै पछाडि भिडियो बनाउँदै जान यस्तो मजा आउँछ म तपाईँहरूलाई पनि देखाउँछु स्योर बल्ल 8:20 मा आइपुग्यो यार त्यहाँ गाडी बिग्रेको त्यही माथि जाम अनि तार छुट्यो भन्ने के अनि त्यो ढुङ्गा पनि खस्या रहेछ त्यो हटाउँदा बल्ल अहिले चामेमा ट्याक्क 8:20 मा आइपुग्यो अनि होटेल चाहिँ यहाँ अलरेडी बुक नै गरेको थियो कुन होटेल भनेर चाहिँ म भन्दिनँ भोलि बिहान चाहिँ जस आज पिसाङ पुग्ने भनेर सोचेको थियो तर बाटोको कन्डिसन अनि धेरै नै राति चाहिँ एक्सिडेन्ट हुन्छ भन्ने कुरा भएर अनि यहाँ चामेमै बसेको थियो चामेमा पनि पहिल्यै आएको थियो नि त अनि त्यही भएर चिन्यो जस होटेल बुक गरेर फेसिलिटी चाहिँ राम्रो छ हट सावरहरू आउने तपाईँहरू आउनुभयो भने चाहिँ जस मजाले आफूले चुज गरेर प्राइस अनुसार त्यो फेसिलिटी अनुसार बस्न सक्नुहुन्छ सो भोलिको हाम्रो प्लान भनेको चाहिँ बिहान सायद पिसाङ छेउमा पुग्छ होला यही गाडीमा पुर्याइदिन्छ अनि पिसाङबाट ग्रिन लेक जाने अनि भ्राका हुँदै मजाले घुम्दै एक्सप्लोर गर्ने हो अनि पर्सिको दिन चाहिँ आइस लेक पुगिन्छ होला सो त्यही हो इट्स टाइम फर डिनर टाइम लेट्स इट नाउ है त हाई एभ्रिवान गुड मर्निङ फ्रम मनाङको चामे भन्ने गाउँमा पछाडि यस्तो बवाल अनि माथि हिमालमा पुरै स्नो यहाँ पहाड अनि यो साइडतिर डाँडै काँडा हरियाली बवाल छ यो साइड चाहिँ बिहानको 6:30 बजे आजको हाम्रो डेस्टिनेसन भनेको चाहिँ ग्रिन लेक र भ्राका गाउँ एक्सप्लोर गर्ने लेट्स गो अब हाम्रो जिप चाहिँ उता मनाङतर्फ लाग्छ अनि आज ग्रिन लेक त्यसपछि भ्राका गाउँ सब एक्सप्लोर गरिन्छ भिडियो दामी बनाउँछु तपाईँहरूलाई पनि देखाउँछु सो तपाईँहरू आउँदा पनि सजिलो होस् के कसरी जानुपर्छ भन्ने कुराहरू सो त्यही हो लेट्स गो
अझै टक्क यहाँ वे टु ग्रिन लेक को बाटोमा ट्याक्क झरेर अब ग्रिन लेकतिर जाँदैछु। बिहानको त्यो ठ्याक्कै 9 बज्यो। भ्यू त बाबा, ल्यान्डस्केप पनि एकदम दामी। पछाडि हेर्नु न माउन्टेन वाउ। सो त्यही हो, अब यहाँबाट धेरै टाइम त लाग्दैन होला, हेरौँ कति टाइम लाग्छ। म पनि फर्स्ट टाइम हो, सो त्यही गइसकेपछि यति टाइम लाग्छ भनेर म हजुरहरूलाई इन्फर्म गर्छु। सो यहाँनिर झलङ्गे पुल, सही बवाल। लेट्स गो, सी यू ग्रिन लेक। I'm here now in Green Lake. Green Lake चाहिँ कस्तो छ भनेर म तपाईहरुलाई देखाउँछु है। एकदम सिनेम्याटिक मुडमा बवाल। ग्रिन लेक चाहिँ यस्तो बवाल छ है, सोच्नै नसकेको क्या। अब लेकै पुरै ग्रिन होइन, बवाल। रिफ्लेक्सन पनि त्यस्तै दामी, माथि माउन्टेन। वाउ, देख्नुभयो होला नि ग्रिन लेक कस्तो छ। सो प्लिज भिजिट ग्रिन लेक इन मनाङ है त। तपाईँहरू आउने बेलामा, मनाङ आउने बेलामा ग्रिन लेक नछुटाउनु होला कृपया, बिन्ती गरेर। कसम बवाल छ, बवाल। सो अब चाहिँ लेट्स गो मनाङ भ्याली एन्ड भ्राका गाउँ पुरै बवाल एक्सप्लोर गर्नुपर्छ है त। सो लेट्स गो। आई एम हियर नाउ। घ्यारो जाने दुईटा बाटो आउँछ, माथिको बाटो र अनि तल यो ठुलो रोडको बाटो। म चाहिँ रोडको बाटो हिँड्दैछु। फरेनरहरू थाइल्यान्डबाट आउनु भएको रहेछ अरे, अर्को दुईटा फरेनरहरू पनि हुनुहुन्छ। सो त्यही हो, एक्लै जाँदैछु। यो माथिको डाँडा कटेर अनि उता मनाङ भिलेज भ्राका पुग्छु होला आज। सो एक्सप्लोर गर्दै जाऊँ, रमाइलो गर्दै जाऊँ। बवाल भने यस्तो सोच्नै नसकेको। हेर्नु न ल, सिनहरू नै यस्तो दामी छ क्या। वाउ, जस्ट लुकिङ लाइक अ वाउ। जस एक्लै भयो भन्दैमा कुनै पनि गुनासो गर्नु पर्दैन क्या। तपाईँहरू पनि म पनि कुनै गुनासो गर्दिनँ क्या। यस्तो ठाउँमा आएर एक्लै रमाउनु भनेको नै वाइल्ड हो क्या। त्यो साथीभाइहरूसँग भनेको छुट्टै रमाइलो, अनि सोलो ट्राभल गर्नु भनेको पनि छुट्टै रमाइलो छ। घुमौँ, रमाइलो गरौँ। म तपाईँहरूलाई पनि देखाउँछु नि कस्तो बवाल ठाउँ देखाउँछु। जस्तो मेरो आँखाले देखेको त्यस्तै तपाईँहरूलाई पनि देखाउँछु क्या। दामी अझ त्योभन्दा नि दामी सुट गरेर देखाउँछु। यो पारिपट्टिको चाहिँ जुन डाइरेक्ट त्यो ठुलो जिपहरू जान्छ खाङसारतिर जाने हो, अनि यताबाट चाहिँ घ्यारो गाउँ हुँदै माथि यो चढेर यता झर्न लाग्यो। म चाहिँ चर्को घाम छ, रमाइलो। इन्जोय लाइफको एक्सपिरियन्स भनेको चाहिँ बवालै लिनुपर्छ है। भोलि पर्सि मर्ने बेलामा नि टक्क ल म यो ठाउँमा गएको थियो भनेर वाइल्ड होस् न। म आरामले चिल गर्दै सुट गर्दै जान्छु, त्यही भएर टाइम लाग्ने भयो। सो भ्राका गाउँ, अनि मलाई प्रनाउन्सै गर्न आएन क्या त्यो मिलारेपा केप भन्ने। अनि त्यसपछि मनाङ भिलेज, अनि भोलि वान अफ द मोस्ट अन्डररेटेड प्लेस इन मनाङ आइस लेक जाँदैछु। आइस लेकको पनि बवाल भ्यू एन्ड देन सुट पनि बवाल हुन्छ। सो त्यही हो, लेट्स गो टु द ट्रिप एन्ड लेट्स गेट इट। त्यत्रो तलबाट माथि आएको 2 घन्टा हुन लाग्यो। यहाँ चाहिँ सानो त्यो टाइपको रहेछ क्या, मतलब पानी सानी राखेको स्प्राइट कोक एनर्जी ड्रिङ्कहरू। अब त्यहाँ पुगेपछि चाहिँ सर तल मनाङ जाने हो। बेलुकासम्म मनाङ पनि पुगिन्छ। तर अहिले जमिन तातिसक्यो, 3 दिन भयो, मौसम राम्रो खुलेको, बिल्छ, छिटै बिल्छ। अलिअलि त छ होला, गर्मी छैन त भन्न मिल्दैन, अलिअलि चाहिँ होला।
दाइको पसल स्मल बिजनेस ब्लगर हो भाइ कहाँबाट आउनु हजुर काठमाडौँबाट यस्तो छ ठाउँ तर यो भ्यू चाहिँ बबाल कडा त्यहाँ त कस्तो फेस जस्तो देख्छ त देखिन्छ होइन टिकटकमा अनि केमा भाइरल भएको थियो पहिलादेखि छ कि कमै हिँड्छ नेपालीहरू या त यो बाटोबाट कमै हिँड्छ आउनु प्रायः पारीबाट जान्छ ट्याक्क यहाँ माथि आइपुगिसकेपछि चाहिँ एउटा सानो कटेज टाइपको छ यहाँ चाहिँ खाजासाजा खाने अब त्यो त खासै केही नि खाएन मैले जस्ट त्यो चोकोपाई थियो चोकोपाई 2टा जति खाएँ त्यसपछि पानी किने खाजा खाएर फेरि मासतिर जाँदैछु जस यो ठाडो उकालो चाहिँ अलिकति गाह्रो छ तपाईँहरू आउने बेलामा चाहिँ बिस्तारै बिस्तारै बुढो जति लेट भए पनि बेलुकासम्म मनाङ त पुगिहाल्छ मलाई चाहिँ भिडियो सुट गर्नुपर्ने भएर अलिक छिटो जानुपर्ने हुन्छ तपाईँहरूलाई पनि देखाउनु पऱ्यो नि त सो त्यही हो छिटो जाउँ मजाले रमाइलो गर्दै जाउँ वेलकम टु घारु गाउँ उकालो जति सबै कट्यो अलि गाह्रै हुने रहेछ यार जस मतलब हुन्छ नि अब 3-4 महिनापछि ट्रेक आएको हल्का गाह्रै भयो तर बबाल के अब जहाँ बसेर यहाँ अगाडिको हेरेर छ नि म तपाईँहरूलाई पनि देखाउँछु ल त्यही भएर ट्रेकिङ आउनु पर्यो एक्सप्लोर गर्नु पर्यो भर्खरै यहाँ नावाल भिलेजबाट टक्क खाजा खायो खाजा भनौँ न अब दिउँसोको त चाउचाउ अन्डा सुप अनि त्यसपछि लेमन टी टन्न खायो अलिकति लाइट जस्ट इनफ भयो सो त्यही हो अगाडि बढ्दैछौँ मजाले ठाउँ चाहिँ 15-20 मिनटमा चाहिँ यस्तो कटेजहरू आइरहन्छ क्या अनि त्यहाँ खाजा खानको लागि बिस्कुटहरू अनि पानी ड्रिङ्क भन्नाले त्यो एनर्जी ड्रिङ्कहरू कोक सोक सब पाउने रहेछ यहाँबाट अझै भ्राका टाइम लाग्छ भन्नुभएको छ अब चाहिँ सरासर जाने हो आजको हाम्रो एक्सप्लोर गर्ने डेस्टिनेसन एन्ड प्लेस भनेको चाहिँ भ्राका गाउँ हो भ्राका गाउँको बारेमा जति सक्छ भित्रभित्र गएर हुन्छ कि या त अब त्यहाँको मान्छेहरूलाई सोधपुछ गरेर हुन्छ कि लोकल मान्छेहरूलाई उनीहरूलाई सोधपुछ गरेर भयो भने भ्राका गाउँको बारेमा अलिकति इन्फर्म अझै धेरै बुझ्ने कोसिस गर्छु तपाईँहरूलाई पनि बुझाउँछु शिव भ्राका गाउँ बल्ल अहिलेको डाँडा सबै कटेर अनि यहाँ तल ओह्रालो झरेर अब यहाँ भ्राका गाउँ अब यहाँबाट लगभग जम्मा 10-15 मिनटमा मजाले पुग्छ होला धन्न अलि सनसेट पनि हुन लाग्यो जो सनसेट चाहिँ बबाले हेर्न पाइन्छ भ्राका गाउँमा सो त्यही हो सकेसम्म गएर भ्राका गाउँ चाहिँ एक्सप्लोर गरौँ वेलकम टु भ्राका गाउँ ड्रिम प्लेस हो बब्बाल अहिले ट्याक्क सनसेट भएर खासै राम्रो देखाएको छैन तर यो भ्राका गुम्बा हो होइन 500 वर्ष पुरानो एकदम दामी बबाल अनि त्यही माथि यो साइडतिर चाहिँ
पुरानो घरहरू छ क्या, लो त्यो काठहरू अड्काएर राखेको त्यस्तो घरहरू छ। अब बुझ्नुपर्छ यहाँको मान्छेलाई, मतलब के कस्तो हो पुरानो कुराहरू। भ्राकामा रहेको यो गुम्बा भ्राका गाउँको धार्मिक केन्द्र भनी चिनिन्छ, जुन धेरै लामो इतिहासहरू बोकेर बसेको छ। यो गुम्बाले पुरै भ्राका गाउँलाई समेटेर राखेको हुनाले यो गुम्बालाई भ्राका गाउँको एकताको केन्द्र भन्ने गरिन्छ। यो गुम्बामा हामीले बौद्ध संस्कृति देख्न सक्छौँ। लगभग 600 वर्ष पहिला भ्राकामा केवल एउटा सानो गुम्बा मात्र थियो। त्यति बेला तिब्बतबाट बौद्ध शिष्य भ्राका गाउँमा आएको बेलामा भ्राकामै धेरै समय बसिसकेपछि त्यो भ्राकामा भएको सानो गुम्बालाई ठुलो बनाउने उद्देश्यले गाउँको सबै मानिसहरूलाई आफ्नो कुरा राखेपछि गाउँको मान्छेहरूलाई पनि आफू बसेको गाउँ अनि भ्राका गुम्बा अझै ठुलो र सुन्दर हुनेछ भन्ने सोचले सबैजना मिलेर गुम्बालाई पहिलाको भन्दा नयाँ अनि सुन्दर बनाएछ, जुन अहिले हामीले पनि देख्न सक्छौँ। तेस्रो दिन बिहानै उठेर म गए मनाङ गाउँको ठिक अगाडि भएको सुन्दर ताल गङ्गापूर्ण लेक, जुन ठुला ठुला हिमालहरू पग्लेर बनेको ताल। यो ताल आफैमा एउटा सुन्दरताले भरिपूर्ण छ। त्यहाँ लाग्ने चिसो हावा अनि आँखा अगाडि देखिने सुन्दर नजाराहरूले मलाई मोहित बनाएको अनुभव भयो, जति हेरे पनि मन नभरिने। त्यसपछि म हिँडे हजारौं वर्ष पुरानो रहस्यहरू लुकेर बसेको गुफाका रहस्यहरू बुझ्नलाई। आखिर के चाहिँ रहेछ त त्यस्तो रहस्य जुन मिलेरेपा गुफासँग जोडिएको। 3 घण्टा ठाडो उकालो अनि जंगलको बाटो एक्लै घाम डुब्न लागेको बेलामा म पुगे मिलेरेपा गुफा। करिब हजारौं वर्ष अघि यही ठाउँमा एकजना महायोगी गुरु शिकार खेल्दै आउने क्रममा मिलेरेपासँग भेट भएछ। उनीहरू केही समय सँगै बिताएपछि महायोगी गुरुले शिकार त्यागेर धर्मको बाटो अपनाउँछु भन्दै तपस्या गर्नुभएछ। मिलेरेपाले पनि महायोगी गुरुलाई आफ्नो चेला स्वीकारेपछि महायोगी गुरुको धनुष ठुलो चट्टानको बीचमा सुरक्षित तरिकाले राखिदिनु भएछ र त्यो धनुष हजारौं वर्षपछि आजको दिनमा म जाँदा पनि मैले देखे त्यही ठुलो चट्टानको बीचमा। यही हो अघिको, अझ माथि यता तल त कति तल छ। अनि त्यो जस धनुष चाहिँ यहाँ माथि यो थोरै देख्नु भयो नि, यो लट्ठी जस्तो हो यो। र जुन तपस्या गर्नुभएको महायोगी गुरुले 1 जुनीमै बुद्धत्व प्राप्त पनि गर्नुभएछ। अनि त्यहाँ गुम्बा बाहिर राखिएको साइन बोर्डमा लेखिएको अनुसार यही ठाउँमा 11th सेन्चुरीतिर टिप्टेन मङ्कहरू कालो जादु ब्ल्याक म्याजिक पावरको ध्यान गरिने ठाउँ रहेछ। ब्ल्याक म्याजिक पावर प्राप्त गरिसकेपछि उनीहरूको शरीर पुरै हरियो रङमा परिवर्तन हुने र डरलाग्दो देखिन लाग्ने भन्ने हजारौं वर्ष पुरानो कुराहरू हामीले गुम्बाको बाहिर साइनबोर्डमा लेखिएको देख्न सक्छौं। हाई एभ्रिवान, गुड मर्निङ फ्रम भ्राका गाउँ। हामी पछाडिको भ्यू यस्तो बवाल देखाएको छ, त्यो जाडो यस्तो डेन्जर भएको छ। हिजो राति चाहिँ जाडोले गर्दा खाना नै अलि धेरै खायो, फेरि सुक्खा रोटी र अनि बोइल एग लिएर जान लाग्यो प्याकिङ गरेर। अनि आज आइस लेक जान्छु म अहिले एकछिनमा, लगभग 4 घण्टा लाग्छ भनेर साइनबोर्ड पनि देखाएको छ। अनि यताको लोकलहरूले 4 घण्टा लाग्छ भनेर पनि भन्नुभएको छ। सो त्यही हो, आइस लेक पनि हेरिन्छ, रमाइलो गरिन्छ। ज्याकेट चाहिँ अर्को लाउँछु होला, यसले धामेन। आइस लेक जाने बाटो चाहिँ मजाले साइनबोर्डहरू दिएको छ। अनि त्यही भ्राका गुम्बाको तलबाट ठुलो छ बाटो, यस्तो साइनहरू पनि देखाएको छ।
मजाले इजिली जान सकिन्छ। अनि आइसलेकको हाइट चाहिँ 4620 मिटर अबभ सी लेभल छ है। सो लेट्स गो। उहाँ जर्मनबाट आउनुभएको अरे आइसलेक हेर्नलाई। त्यसपछि थरङला पास हुँदै त मुक्तिनाथबाट अनि पोखरा भएर जानुहुन्छ अरे उहाँ जर्मन रिटर्न चाहिँ। उहाँ जर्मनको मान्छे आएर आइसलेक घुम्न थालिसक्यो। हाम्रो नेपालीहरूलाई थाहा नै छैन। हेरौँ कस्तो देखिन्छ। So let's go, let's do it. How was your trip? Very nice and peaceful. Okay. And very nice view, very good people. I like it. यो माथि यो पोइन्टमा आइसकेपछि चाहिँ जस्ट त्यो 4200 मिटर भन्दा माथि चाहिँ सानो एउटा टी हाउस रहेछ। एकदम मतलब ब्रेकफास्टको लागि खाजा साजा खानलाई। यहाँबाट कति टाइम लाग्छ त्यो चाहिँ थाहा भएन आइसलेक, तर टी हाउस छ है मजाले। अनि यहाँबाट माथि हल्का एउटा अगाडि नै एउटा सानो लेक आउँछ, सानो खिचो लेक भन्छ त्यसलाई चाहिँ। सानो खिचो ताल पनि एक्सप्लोर गरियो। सो आई हेभ टु गो देयर आइसलेक। त्यहाँबाट भ्यू पनि भवाल देखिन्छ। सो लेट्स गो एन्ड लेट्स एक्सप्लोर द आइसलेक। यहाँ हल्का आइसलेक भन्दा तल क्याम्पिङ स्पोट हुन्छ नि, जुन अब क्याम्प गर्नलाई आउनु भएको हुन्छ उहाँहरूको लागि स्पेसल। यहाँ एउटा गोठ टाइपको छ, पुरा भित्र यस्तो छ। एक्सक्युज मी, यस्तो टाइपको छ। अनि यहाँ चाहिँ खानासाना बनाउने खाने जो क्याम्पिङ गर्नको लागि चाहिँ राम्रो हुन्छ। आई एम हियर नाउ इन वान अफ द मोस्ट अन्डररेटेड प्लेस इन मनाङ। दिस इज आइसलेक। मनाङमा आएर यति सुन्दर सुन्दर ठाउँहरू पनि देख्न पाइयो कि जुन मैले सपनामा पनि सोचेको थिएन। बयान गर्नको लागि पनि शब्दहरू निस्किएन। लाग्थ्यो बस यही सुन्दर नजाराहरूलाई हेरिरहँ, सधैँ यही ठाउँहरूको नजिक हुन पाऊँ। तर थोरै मनमा नराम्रो फिल पनि भइरहेको थियो, किनकि यति सुन्दर ठाउँहरूलाई छोडेर काठमाडौँ फर्किने समय आइसकेको थियो। तर केही छैन, म मनाङ आउन पाउनु भनेको नै मेरो लागि ठुलो कुरा हो। यति सुन्दर सुन्दर ठाउँहरू देख्न पाउनु भनेको नै मेरो जिन्दगीको रमाइलो पलहरूमा एउटा यो पल पनि जोडिनु हो। यही मिठो पलहरूलाई आफ्नो मनको कुनामा सधैँभरिको लागि सजाएर फर्किँदैछु।